त यो चाहिँ अहिलेको ब्लग चाहिँ 9 बजीको हो। हामी यहाँ मेन कारणले चाहिँ आसाम चाहिँ यो ससुरा खसेको थियो त त्यही कारणले आएको थियो हामीहरू। त त्यो जग्गा चाहिँ बादमा देखाउँछु। अहिले चाहिँ फिलहाल माइजूको घर जाने, दुध पिने हो। गाउँघरको त यही हो, दुध दहीहरू खाने हो। दुध खाने गएर गरम गरिदिएको छ होला। बाँकी अब देखाउँछु त्यो जग्गा पनि। बाजे मऱ्यो, ससुरा मरेको त्यहाँ, बाजे अरे ससुरा। काम चल्दैछ त्यहाँमा, अहिले काम गरेर आयो हामीहरू। बादमा देखाउँछु ब्लगमा चाहिँ, बनिरहनु ब्लगमा। यो चाहिँ माइजूको घर जाने बाटो हो, देखाउँछु अहिले। अहिले चाहिँ माइजूको घर पुगिसक्यो हामीहरू। यो हो घर। यो चाहिँ पुरानो घर, पहिलाको थाहा होला कस्तो हुन्छ। यो चाहिँ अहिले नयाँ घर हो। माइजू चाहिँ माइजू दुध गरम गरिदिँदैछ माइजूले चाहिँ हामीहरूलाई। के भूत लागेको? कसले चाहिँ भूत लाग्यो? बिस्किटको साथमा दुध दुधको साथ बिस्किट अरे। दादाले हो बडी बनाउँदैछ। बडी रहेछ, दिदी रहेछ। ए बोल्नु भयो नि। कहाँ छ रे? कसले भूत लाग्यो रे? कसले लाग्यो? अहिले त भन्दैछ नानी भूत लाग्यो। बिहान